100% गाँजाका झोलाहरू भाङ संसारका औषधिबाट गाँजाबाट धेरै चिज बन्छ गाँजाबाट धेरै चिज बन्छ आउनुहुन्छ कहिले पसलमा आउनुहुन्छ यो त गाँजाबाट बनेको चिज हो भन्दाखेरि तपाईँले हामीलाई बकवास बनाउनु भएको छ यस्तो बनेको चिज बन्छ भन्नुहुन्छ कतिजना त धेरै नै अनभिज्ञ हुनुहुन्छ र धेरैलाई नै थाहा छ अब यो सोसियल मिडियाले गर्दा धेरैलाई थाहा छ कतिलाई थाहा छैन तर गाँजाबाट बनेको चिज र ओरिजिनल चिज र गाँजाको हो भनेर बनाइएको चिजमा धेरै नै फरक छ त्यस्तै म तपाईँलाई आज एउटा चिज देखाउन गइरहेको छु जुन हो 100% गाँजाको झोला यो 100% गाँजाको झोला यसमा कुनै मिसावट छैन केही छैन हैन यो चाहिँ 100% गाँजाको झोला हो क्यानहरु पनि यस्तो राम्रो छ भित्रहरु पनि पकाइदा यस्तो राम्रो भित्रहरु छ टक्क क्यान भित्र खोलहरु छ यो चाहिँ 100% गाँजाको झोला चाहिँ यो तपाईको अरुको तुलनामा 10 गुणा बढी सक्छ मैले आफै बोकिरहेको छु यो यसमा विभिन्न कलरहरु छन् हामीसँग एउटा यस्तो भयो हेलो यो कलर पनि छ टक्क राम्रो हामी अर्को यो कलर छ लाइक दिस एकदमै राम्रो छ यो पनि टक्क पिंकी येलो कलर छ यो अर्को चाहिँ एउटा ब्राउनी यो पनि 100% गाँजाको झोलाहरु चाहिँ यो हो यो मसँग धेरै स्टक छैन भएको यति मात्रै हो एउटा रेड छ होला यही नै हो यो कपडाहरु भित्रको पनि यस्तो राम्रो छ च्यानहरु पनि धेरै राम्रो छ यो मसँग धेरै पिस छैन भएको यति नै हो 100% गाँजाको झोलामा कुनै दुविधा छैन आएर स्पर्श गरेर हेरेर पनि लिन सकिन्छ गाँजाको हो भनेर बेच्नु र गाँजाको बेच्नुमा चाहिँ धेरै फरक छ यो चाहिँ गाँजाको झोला हो कसैलाई बोक्न मन छ म गाँजाको झोला बोक्छु 100% गाँजाको झोला बोक्छु भन्नुहुन्छ भने अन्तको भाङ संसारका औषधिलाई सम्झनु होला माथि स्क्रिनमा मैले WhatsApp नम्बर पनि राखेको हुन्छु WhatsApp नम्बरमा सम्पर्क गर्नु होला नेपालभरि होम डेलिभरीको व्यवस्था छ